नमस्कार। आम नेपाली समाचारमा यहाँलाई स्वागत छ। म अनुजा पराजुली। प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन बताउनु भएको छ। सोमबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले कोषको सम्पूर्ण कार्य सम्पादनलाई पारदर्शी बनाउन सबैको विश्वास जित्न समेत सम्बन्धित निकायलाई सुझाव दिनु भएको छ। सो बैठक बस्नु अघि उहाँले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै पूजा अर्चना गर्नु भएको थियो। प्रधानमन्त्री कार्कीलाई पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गर्नु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्माले आधारभूत स्वास्थ्य सेवा सबै नेपालीले निशुल्क रूपमा पाउने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ। भक्तपुर क्यान्सर अस्पतालको 31औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले आधारभूत स्वास्थ्य सेवाको लागि स्थानीय तहका सरकार जिम्मेवार हुनुपर्ने समेत बताउनु भएको छ। उहाँले संविधानमै उल्लेख भएको निशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही पनि नागरिक वञ्चित हुन नहुने भन्दै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने सरकार प्रतिबद्ध रहेको समेत बताउनु भएको छ। उहाँले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत सरकारले 98 प्रकारका औषधिहरू निशुल्क वितरण गर्दै आएको समेत बताउनु भएको छ। उहाँले निजी औषधि व्यवसायीहरू मध्ये कसैले भ्रमपूर्ण कुरा फैलाएको हुन सक्ने भएकाले सजग रहन समेत आग्रह गर्नु भएको छ। उहाँले बीमा कार्यक्रममा भएका समस्याहरू क्रमशः सुधार गर्दै जाने प्रतिबद्धता जनाउनु भएको छ। बीमा कार्यक्रम अन्तर्गतको भुक्तानी नभएको गुनासो केही अस्पतालबाट आएको भन्दै उहाँले त्यसलाई छिट्टै समाधान गर्ने बताउनु भएको छ। कार्यकारी निर्देशक डाक्टर साहब सहित सम्पूर्ण प्रशासनिक मित्रहरू र विकास समितिका साथीहरूलाई म आग्रह गर्न चाहन्छु। यहाँ अघि कुरा उठ्यो बीमाको औषधि गुणस्तरीय हुँदैन भनेर, सायद हामी भित्रैबाट कसैले पनि त्यस्ता कुराहरू गरेका छन् भन्ने कुरा आयो। त्यो चाहिँ सरासर गलत कुरा हो। म यहाँहरूलाई त्यस्तो भ्रममा नपर्नु हुन अनुरोध गर्न चाहन्छु र सायद बाहिर आफ्नो निजी औषधि व्यवसाय हुनेहरू कसैले त्यो भ्रामक समाचार फैलाएको हुन सक्छ। त्यसतर्फ यहाँहरू सबैजना सचेत भइदिनु हुन म आग्रह गर्न चाहन्छु। र मन्त्री गौतमले स्वास्थ्य केन्द्रमा औषधि नभएको गुनासो आइरहेको भन्दै स्थानीय तहले निशुल्क औषधि उपलब्ध पाउने अवस्था बनाउनु पर्ने र यसमा केन्द्रले सहयोग गर्ने बताउनु भएको छ। कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। संचार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना गरिएको छ। सोमबार संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयमा स्थापना गरिएको राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्नुभएको छ। सो क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट शुरूआत गरिएको राष्ट्रिय एआई केन्द्र नेपालको लागि एआई क्षेत्रका लागि ठूलो फड्को हुने बताउनु भएको छ। उहाँले एआई काउन्सिल गठन भएको र एआई नीति आइसकेको अवस्थामा अब नेपाल डिजिटल युगको बाटोमा अघि बढेको समेत बताउनु भएको छ। न्यायपालिका, व्यवस्थापिका अथवा राज्यका अन्य संयन्त्रहरूको सुरुवातको इतिहासहरू हेर्यो भने पनि कतिपय दराजबाट, कतिपय कोठाबाट, कतिपय एउटा टेबल कुर्सीबाट अथवा सानो ठाउँबाट चाहिँ शुभारम्भ भएर बृहत भएको इतिहासहरू छ। आज हामीले यो जुन एआई सेन्टरको चाहिँ नि आज उद्घाटन गरेका छौँ, सुरुवात गरेका छौँ। यो हामीले गरेको यो सुरुवात आज एउटा कोठामा एउटा सरल ढङ्गबाट हामीले सामान्य तरिकाबाट गरेका छौँ। सम्भवतः यो एआई सेन्टर अबको 10 वर्षपछि, 20 वर्षपछि, 30 वर्षपछि, 50 वर्षपछि। यसैगरी सोमबार सूचना मन्त्री खरेलले समाज रूपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको बताउनु भएको छ। चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहमा उहाँले समाज र मुलुकको यथार्थमा आधारित चलचित्र मार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्र कर्मीहरूलाई राज्यले हेर्ने समेत बताउनु भएको छ। विक्रम सम्वत 2046 मा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर
गणेशमान सिंहको 111औं जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइएको छ। गणेशमान जन्म जयन्तीका अवसरमा सोमबार कांग्रेस नेता प्रकाश मान सिंह लगायतले शोभा भगवती स्थित गणेशमानको शालिगमा माल्यार्पण गरी मनाइएको छ। सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेल्नु भएको योगदानको स्मरण गर्नु भएको थियो। उहाँले राणा शासनको समाप्ति मात्रै नभई पञ्चायती व्यवस्थाको अन्त्य गर्नका लागि समेत गणेशमानको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। उहाँले वर्तमान सरकार गठन र प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निर्णय कांग्रेसले गरिसकेको भन्दै आगामी कदमका बारेमा कांग्रेस केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने समेत बताउनु भएको छ। उहाँले महाधिवेशन लगायतका विषयमा कांग्रेसले एकमतका साथ निर्णय गर्ने दावी गर्नु भएको छ। टाइममा पञ्चायतको टाइममा अब तीनवटा राजाहरूको समयमा उहाँ चाहिँ के हो भन्दाखेरि जेल 15 वर्षभन्दा बढी उहाँले चाहिँ जेल जीवन बिताउनु भएको थियो र अर्को 15 वर्षभन्दा बढी चाहिँ के छ भन्दाखेरि निर्वासित जीवन भारतमा उहाँले चाहिँ बिताउनु भयो। त्यसबाट के अनुमान हामीले लगाउन सकिन्छ त भन्दाखेरि यो अहिले जुन अधिकारहरू हामीले चाहिँ उपभोग गर्न पाइरहेको छ त्यो त्यसै आएको होइन। यो त के हो भन्दाखेरि नेपालका वीर सपूतहरूको चाहिँ वीरङ्गनाहरूको चाहिँ के हो भन्दाखेरि यो चाहिँ त्याग तपस्याको कारणले गर्दाखेरि हामीले चाहिँ आजको यो दिनमा यो चाहिँ मोडर्न नेपाल बनाउने क्रममा हामीले चाहिँ ती अधिकारहरू हामीले चाहिँ सदुपयोग गर्न पाइरहेका छौँ। यसको महत्त्व हामी सबैले चाहिँ नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो। विक्रम सम्वत 2046 को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको प्रस्तावमा उहाँले आफ्ना समकक्षी नेता कृष्ण प्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो। विक्रम सम्वत 1972 कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको विक्रम सम्वत 2054 असोज 2 गते निधन भएको हो। नेपाली कांग्रेसले मधेस प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई निन्दनीय भएको बताएको छ। नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा भएको अराजनीतिक दुःख भएको बताउँदै नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय भएको बताउनु भएको छ। उहाँले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा 103 बमोजिम एमाले दलका नेता सरोज कुमार यादवलाई कार्तिक 23 गतेको पत्रमा सोमबार बिहान मुख्यमन्त्रीमा नियुक्त गरेपछि सामाजिक सञ्जाल मार्फत सो प्रतिक्रिया सार्वजनिक गर्नुभएको हो। कांग्रेस महामन्त्री शर्माले संविधानको धारा 168 को उपधारा 2 को सरकार बन्ने सम्भावना रहेको अवस्थामा संविधानको धारा 168 को उपधारा 3 बमोजिम नयाँ सरकार गठन गरिएकोमा विरोध जनाउँदै यसलाई न्यायालयले सच्याउने अपेक्षा समेत गर्नु भएको छ। यसैगरी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद शाहले मधेस प्रदेशको अस्मिता र संविधानमाथि प्रहार भएको भन्दै कड़ा आपत्ति जनाउनु भएको छ। उहाँले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान र कानूनी मर्यादाको खुला उल्लंघन गर्दै सिन्धुली महोत्तरी सीमा स्थित होटेलमा गुप्त रूपमा सरकार गठन गर्नुभएको आरोप समेत लगाउनु भएको छ। उहाँले एमाले प्रदेश सभा सदस्य यादवलाई शपथ दिलाउँदै संविधान र प्रदेशको अस्मिताको चिरहरण गरेको समेत आरोप लगाउनु भएको छ। नेकपा माओवादी केन्द्र सहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा समाहित हुनुभएको छ। सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा एमालेले आयोजना गरेको घर फर्क अभियान राष्ट्रिय घोषणा सभा कार्यक्रम मार्फत उहाँहरू एमालेमा समाहित हुनुभएको हो। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई पार्टीको झण्डा सहित खादा माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो। सो क्रममा उहाँहरूले पार्टी अध्यक्ष ओलीलाई सांकेतिक रूपमा कलम हस्तान्तरण समेत गर्नुभएको थियो। कलम एकीकृत समाजवादीको चुनाव चिन्ह रहेको छ। सोही कार्यक्रममा केन्द्रीय सदस्यहरू गम्भीर लाल श्रेष्ठ, राजाराम स्याङतान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायत पनि एमालेमा समाहित हुनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मधेस सरकारबाट तत्काल फिर्ता हुन
दिएको निर्देशन नमानेको खण्डमा कारबाही गर्ने समेत चेतावनी दिनुभएको छ। एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त भए लगत्तै राप्रपा सांसद कञ्चन बिच्छा मन्त्री नियुक्त हुनुभएको थियो। अध्यक्ष लिङदेनले सो प्रकरणलाई गम्भीर रूपमा लिँदै तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएको बताउनु भएको छ। उहाँले मध्य प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको र सो बारे छलफल नै नगरी मन्त्रीमा नियुक्त गरिएकाले तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएको बताउनु भएको छ। उहाँले अनुशासनको गम्भीर उल्लङ्घन भएको बताउँदै राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएको बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजात सहित निर्वाचन आयोगमा निवेदन दिएको छ। आइतबार नेपाली कम्युनिष्ट पार्टीका नेताहरू वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङ लगायतका नेताहरूले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको बताइएको छ। नेपाली कम्युनिष्ट पार्टी आबद्ध दलका प्रतिनिधिहरूले विधान, माइनोट, नयाँ पार्टीको घोषणा पत्र लगायतका कागजात नबुझाएको नेता राजेन्द्र पाण्डेले बताउनु भएको छ। उहाँले सबै कागजात पूरा गरेर आयोगलाई दिएको भन्दै छिट्टै दल दर्ताको प्रमाणपत्र प्राप्त हुने समेत बताउनु भएको छ। यसैगरी नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले पार्टीले निरन्तर कम्युनिष्ट एकतालाई जारी राख्ने बताउनु भएको छ। जनार्दन शर्मा, घनश्याम भुसाल लगायत कम्युनिष्ट नेताहरू एउटै बाटोमा रहे पनि आफूहरू मूल बाटोमा लाग्दा जनार्दन शर्मा र घनश्याम भुसाल घुम्तीमा नै अल्मलिएको समेत उहाँले बताउनु भएको छ। उहाँले सबै नेताहरूलाई एकतामा सहभागी हुन आह्वान समेत गर्नु भएको छ। नयाँ प्यासेन्जर पनि लिँदै हिँड्ने भावनाले अर्को स्टेसनसम्म उहाँहरू आउनुहुन्छ भन्ने हाम्रो विश्वास हो। उहाँले छुटेका नेताहरू पनि एक दिन कम्युनिष्ट एकतामा आउने विश्वास व्यक्त गर्नुभयो। माओवादी, नेकपा एकीकृत समाजवादी लगायत 10 वामपन्थी दल बीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले यसअघि नै दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। दल दर्ताका लागि केही कागजात अपुग भएपछि आयोगले माग गरे बमोजिमको कागजात सो पार्टीले उपलब्ध गराएको हो। मध्य प्रदेश मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको राजीनामा माग्दै मध्य प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड गरिएको छ। सोमबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामा माग्दै कांग्रेस, जसपा, लोसपा लगायत 7 दलका सांसद र कार्यकर्ताहरूले कार्यालय तोडफोड गरेको बताइएको छ। उनीहरूले भण्डारीको कार्यकक्षका सामानहरू तोडफोड गरेका छन् भने आन्दोलनकारीले राष्ट्रिय झण्डा समेत फ्याँकेको बताइएको छ। यसअघि मधेस भवन अगाडि उनीहरूले गाडी तेर्स्याएर विरोध गरेका थिए। प्रदेश प्रमुखले ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादवलाई शपथ नियुक्त गरेपछि सो प्रदर्शन गरिएको हो। उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरूमा क्षति पुर्याएका छन्। प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान 4 बजेतिर बिमारी भएको भन्दै काठमाडौँ जान लागेको बताउनु भएको थियो। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उहाँलाई फूल दिएर स्वास्थ्य लाभको कामना गर्दै विदाई समेत गर्नुभएको बताइएको छ। तर महोत्तरीको बर्दिवास नगरपालिका 3 कालापानी स्थित होटल पानसमा पुगेर प्रदेश प्रमुख भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएपछि मधेसको राजनीति तरंगित भएको बताइएको छ। मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेको विषयमा मध्य प्रदेशका 7 राजनीतिक दलहरू अदालत जाने कांग्रेस मध्य प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले जानकारी दिनुभएको छ। नियुक्ति गरेको छ यो त सरासर एउटा संहिताप्रति के भन्छ हास्यास्पद कुरा भयो। संहितालाई एउटा मखौल बनायो। अब यो यसरी यो प्रदेशलाई नै समाप्त गर्ने, प्रदेशलाई नै संहितामाथि नै कुठाराघात गर्ने काम भइसकेपछि त्यो त मान्छे अगाडि त बढ्छ नि, त्यसको एगेन्स्टमा त आफ्नो एक्सन लिन्छ नि, त्यसैको यो प्रभाव। उहाँले अदालतमा रिट दायर गर्न 74 सांसदले हस्ताक्षर गरेको बताउनु भएको छ। प्रदेश प्रमुखले छापामार शैलीमा गरेको कार्य गैर कानूनी र लज्जास्पद रहेको समेत उहाँले बताउनु भएको छ। उहाँले प्रदेशलाई नै समाप्त गर्ने काम भएकाले त्यसको विरोधमा उत्रनु स्वाभाविक भएको प्रतिक्रिया दिनुभएको छ। प्रदेश सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग लगाउने विषयमा छलफल भएको समेत उहाँले जानकारी दिनुभएको छ। यसैबीच संविधानको धारा 168 को उपधारा 3 बमोजिम मधेस सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। रक्की प्रसाद शाह र सुजित यादवले सोमबार रिट दायर गरेको अदालतले जनाएको छ।
निर्वाचन आयोगले पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग आसन्न निर्वाचनको विषयमा छलफल गरेको जनाएको छ। सोमबार निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल भएको बताइएको छ। सो छलफलमा आगामी फागुन 21 गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लिनुपर्ने रणनीति, अपनाउनु पर्ने सावधानी बारे पूर्व प्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको जनाइएको छ। छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डाक्टर जानकी कुमारी तुलाधर, सगुन शमशेर जंगबहादुर राणा सहित पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्व आयुक्त दोलख बहादुर गुरुङ, पूर्व सचिव सुरेश अधिकारी लगायतको उपस्थिति रहेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीले लागू औषध दुर्व्यसनी फरार प्रतिवादी र जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई धमाधम नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले कार्तिक 22 गतेसम्म 59 जनालाई पक्राउ गरेर कानूनी कार्यवाही अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार 12 दिनमा लागू औषध दुर्व्यसनीमा संलग्न 25 जनालाई पक्राउ गरिएको समेत उल्लेख गरेको छ। उनीहरूबाट 31 ग्राम 130 मिलिग्राम खैरो हेरोइन बरामद गरिएकोमा लागू औषध सम्बन्धी 15 मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको समेत बताइएको छ। सो अवधिमा विभिन्न मुद्दाका 21 जना फरार प्रतिवादीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये चालु मुद्दाका 5 र फैसला कार्यान्वयनका 16 जना रहेको जनाइएको छ। यसैगरी जेनजी आन्दोलनको मौकामा कैलाली कारागारबाट भागेका 13 जना कैदीबन्दीलाई समेत पक्राउ गरेको बताइएको छ। उनीहरूमध्ये 9 कैदी र 4 जना बन्दी रहेको जनाइएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी नरेन्द्र चन्दले लागू औषध नियन्त्रण, फरार प्रतिवादी र कारागारबाट भागेका कैदीबन्दी पक्राउ अभियानलाई सक्रियताका साथ निरन्तरता दिएको बताउनु भएको छ। अर्थ मन्त्रालयले 10 लाख भन्दा बढीका आयोजना उपभोक्ता समिति मार्फत काम गर्न नपाउने गरी तीनै तहका सरकारका नाममा जारी गरेको परिपत्र र निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले सो रिट निवेदनको टुङ्गो नलाग्दासम्म कार्यान्वयन गर्न आदेश दिएको बताइएको छ। अदालतले मन्त्री परिषदको 2082 असोज 5 गतेको निर्णय र अर्थ मन्त्रालयको असोज 7 गतेको प्रेस विज्ञप्तिको बुँदा नम्बर 14 मा उल्लेखित विषय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको बताएको छ। उक्त बुँदामा 10 लाख भन्दा बढीका आयोजनाहरू उपभोक्ता समितिबाट कार्यान्वयन नगर्ने नगराउने भन्ने वाक्यांश प्रथम दृष्टिमै कानूनी व्यवस्थाको प्रतिकूल देखिएको अदालतको आदेशमा उल्लेख गरेको छ। सरकारको उक्त निर्णय विरुद्ध हरियाली पार्क उपभोक्ता समितिका अध्यक्ष ज्योति गिरी थापा मगर समेतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, अधिवक्ता लोकेन्द्र बहादुर ओली, अर्जुन प्रसाद चालिसे, कृष्ण प्याकुरे लगायतले बहस गर्नुभएको थियो। सार्वजनिक खरिद ऐन 2063 को उपभोक्ता समिति मार्फत कार्य गराउने विषयलाई एउटा खरिद विधिको रूपमा अंगीकार गरी दफा 44 ले उपभोक्ता समिति समेतबाट काम गराउन सकिने व्यवस्था भएको छ। सोही ऐन बमोजिमको नियमावलीले 1 करोड़ रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्य सोही स्थानमा बसोबास गर्ने बासिन्दा र उपभोक्ताबाट गराउन सकिने व्यवस्था रहेको अदालतले स्मरण गराएको समेत बताइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल सहित 8 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ जनाएको छ। अख्तियारले त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्ण बहादुर कार्के, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भीम बहादुर थापा, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा र एमआईएस अपरेटर हरिचन्द्र विष्ट विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ। आयोगका अनुसार त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 5 स्थित खदाङदेखि लासम्मको मोटर बाटो स्तरोन्नतिको खरिद प्रक्रिया मूल्याङ्कनमा संलग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिर कुमार गुरुङ, दिव्या निर्माण सेवा प्राली, दुनै, डोल्पा र उक्त निर्माण सेवाका भीमराज नेउपानेलाई मुद्दामा प्रतिवादी बनाई मुद्दा दायर भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनु भएको छ। उहाँले उनीहरू विरुद्ध 55,89,063 रुपैयाँ बराबरको मुद्दा विशेष अदालतमा दायर गरेको बताउनु भएको छ। मोटर बाटो निर्माणका नाममा 55,89,063 रकम
गैरकानूनी लाभ र संस्थालाई गैरकानूनी हानि नोक्सानी पुर्याउने बदनीयतले कार्य गरेको देखिएबाट उक्त कार्य कसुरमा संलग्न निमित्त प्रमुख प्रशासकीय अधिकृत पोखरेल सहित प्रतिवादीहरू उप सजाय र सोही मूल्य बराबरको बिगो माग दावी गरिएको आरोप पत्रमा उल्लेख गरिएको छ। अब अर्थ समाचार। नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले विद्युत उपभोग गरे बापतको बक्यौता रकम नतिर्ने सेवामाथि ग्राहकमाथि कडाई शुरू गर्दै नो पे नो लाइट अभियान सञ्चालन गरेको जनाएको छ। सो वितरण केन्द्रले लामो समयदेखि विद्युत महसुल नतिरेका 182 जना ग्राहकको लाइन काट्दै 1,34,62,420 रुपैयाँ बक्यौता असुली गर्ने प्रक्रिया अघि बढाइएको वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनु भएको छ। उहाँले सो अभियान शुरू भएको 3 दिनमै लाइन काटिएका 182 मध्ये 76 जना ग्राहकले 41,89,090 रुपैयाँ बक्यौता रकम तिरेको जनाउँदै बाँकी ग्राहकले बिल तिरेपछि उनीहरूको लाइन पुनः जडान गरिने बताउनु भएको छ। सो वितरण केन्द्रका अनुसार गत शुक्रबारदेखि शुरू गरिएको विद्युत महसुल उठाउने उक्त अभियान अन्तर्गत प्राधिकरणले स्मार्ट मिटर मार्फत उद्योगी र व्यवसायीहरूको लाइन काट्ने कार्य अघि बढाएको जनाएको छ। वितरण केन्द्रका अनुसार लाइन प्रयोग गरे बापतको बिल 60 दिनभित्र तिर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। उक्त अवधिभित्र बिल नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुनेछ। अब अन्तर्राष्ट्रिय समाचार। इक्वेडरको दक्षिण पश्चिमी शहर मचाला स्थित जेलमा आइतबार भएको हिंसात्मक दंगाबाट 31 कैदीको मृत्यु भएको छ भने 33 कैदी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। जेलमा सशस्त्र झडपमा 4 जनाको मृत्यु भएपछि दिउँसो श्वास प्रश्वासमा समस्या भएर थप 27 कैदीको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ। जेल प्रशासन SNAI-ले मचाला जेलभित्र मृत फेला परेकाहरू आपसी संघर्षका क्रममा श्वास प्रश्वास अवरुद्ध भएर मृत्यु भएको दावी गरेको छ। स्थानीय बासिन्दाहरूले जेलभित्रबाट गोली, विस्फोट र सहयोगका लागि कराएको आवाज सुनेको बताएका छन्। SNAI को अनुसार प्रारम्भिक भिडन्तमा 4 जनाको मृत्यु भएको र 33 जना कैदी सहित 1 प्रहरी अधिकारी घाइते भएको बताउनु भएको छ भने विशेष प्रहरी टोलीले तुरुन्तै जेलमा प्रवेश गरी नियन्त्रण गरिएको समेत बताइएको छ। अब खेल समाचार। स्पेनिश ला लिग फुटबल खेलमा बार्सिलोनाले जितेको छ। आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई 4-2 गोल अन्तरले पराजित गर्दै सो खेलमा विजयी भएको हो। सो खेलमा फ्रान्की डी जोङले 90 मिनेट पछिको इन्जुरी समयमा दोहोरो पहेँलो कार्ड पाउँदै रातो कार्ड पाएको थियो। आइतबार राति नै भएको अर्को खेलमा रियल म्याड्रिड रायो भल्लेकानोसँग गोल रहित बराबरीमा खेल सकिएको थियो। बार्सिलोना यो जितपछि 12 खेलमा 28 अंक सहित दोस्रो स्थानमा उक्लिएको छ भने रियल म्याड्रिड 12 खेलमा 31 अंक सहित शीर्ष स्थानमा कायम रहेको छ। आम नेपाली समाचार सकियो। ताजा समाचार र मनोरञ्जनका लागि आम नेपाली टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।